ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ल हजुरलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना थ्याङ्क यू सो मच यो गिफ्ट कसले पठाइदिनु भएको हैन मलाई थाहा छैन अहिलेसम्म यहाँनिर पख्नुहोस् न त यति भन्नै छ कि अहिले भन्नु ल यहाँनिर हजुरलाई यो बुके पनि आएको छ थ्याङ्क यू सो मच राम्रो चाहिँ टेडी पनि आएको छ यो पनि दिनु होला अनि हजुरको लागि यो केक पनि आएको छ यो पनि समाउनु होला ल दिनु फेरि पनि हजुरलाई ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु अनि ल दिदी हजुरले गेस गरिदिनुहोस् न यो हजुरको जन्मदिनको उपलक्ष्यमा यति राम्रो सरप्राइज विशेष सरप्राइज कसले पठाइदिनु भयो होला कसले पठाउनु भयो मलाई थाहा छैन तर जसले पठाउनु भयो म धेरै धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु कसले एकचोटि गेस गरिदिनुहोस् न कसले पठाइदिनु भयो होला जस्तो लाग्छ एकचोटि गेस त गरिदिनुहोस् ल हजुर बहिनीले हो कि बहिनीले कहाँ हुनुहुन्छ बहिनी बहिनी बागदुला बागजुल्ला प्युठान प्युठान हजुर बहिनीले हो कि जस्तो लाग्छ हजुरलाई हो कि अब अरू कोही छैन हो र हजुर साँच्चै हो त्यसो भए एकचोटि यहाँ हेरौँ है त यहाँनिर कसले पठाउनु भएको रहेछ हेर्नुहोस् त कसले पठाइदिनु भएको रहेछ कस्तो दामी छ नि फोटो है फोटो दामी त्यहाँ फोटोमा जो होला नि कसले पठाइदिनु भयो होला त मैले भनिदिउँ हजुर यो चाहिँ हजुरको तीनवटै बहिनीको तर्फबाट है प्युठानदेखि हजुरको तीनवटै बहिनीले पठाइदिनु भएको है हजुरको जन्मदिनको उपलक्ष्यमा यो सरप्राइज चाहिँ हजुर अनि हजुरको तीनवटै बहिनीलाई यति माया गर्ने बहिनीहरू पाउनु भएको रहेछ बहिनीहरूलाई चाहिँ के भन्नुहुन्छ त धेरै साथ सपोर्ट र माया धेरै गर्छन् बहिनीहरूले अनि थ्याङ्क यू सो मच बहिनी मेरो बर्थडे विस गरेकोमा अरू केही अरू के भन्ने अझै अरू पनि भनिदिनुहोस् अब मलाई त्यति भन्न आउन्न त्यसमा मिलाएर बुझ्नु होला दिदी बहिनीहरूले ल हजुर अनि हाम्रो बाबुलाई पनि धेरै धेरै थ्याङ्क यू सो मच हस् धन्यवाद ल दिदी हस् थ्याङ्क यू ह्याप्पी बर्थडे टु यु फुक्नु त ह्याप्पी बर्थडे टु यु ऊ चक्कु जन्मदिनको शुभकामना कहाँ देखेको छ र देखेन देखेकै छैन मम्मीले पछाडिको ब्याग गरौँ ह्याप्पी बर्थडे टु आमा उताबाट लगाइदिनु त्यताबाट ह्याप्पी बर्थडे टु यु अब त डोर पनि आउँछ शान्ति छ पनि हौस् अझै मैले ताकेको चिताएको पुगुस थ्याङ्क यू सो मच नानी बाबु बहिनी खै अरू आएनन् खै अलि नजिक जानु त आमा अलि नजिक जानु त आमा यति झुक्नु त थियो के अरे ह्याप्पी बर्थडे टु यु यत्रो चुडाहरू मगाउनु भन्नु नि सबैभन्दा संसारमा भएको नभएको मेरो सबैभन्दा ठुलो मान्छे हो यो सोचेको आँटेको पुगे सब मलाई धेरै माया गरे साथ नछोडे घात नगरे सधैँभरि साथ दिए मैले साथ दिन्छु सधैँभरि खुसी राखे खुसी दिन्छु सबै तिमी हौ सधैँभरि अब होइन मैले I love you. थ्याङ्क यू मुख हाल्नु नलाइदिनु ल यति अठार ल्याइदिन्छु ल दुईले यस्तो गराउनु एकचोटि ह्याप्पी बर्थडे टु यु मम्मी मलाई सधैँ माया गर्नु होला
मैले गर्छु मैले नि धेरै गर्छु थ्याङ्क यू सो अरू के मच भन्ने हो अब चाँडै चाँडै ज्वाइँ खोजिदिनु होला ल ह्याप्पी बर्थडे टु यु फेरि पनि ए गिफ्ट के ल्याइदिछेस् मैले यस्तो बोकेर आउनु पऱ्यो कि तेरामा ल्याएको हो खोइ खोइ हेरौँ हेरौँ ल खोलौँ ल अनबक्स गरिहालिदिनु ओ के हो यो व्हाट इज दिस दिस इज अ बनाना के हो भन न यो त पुरा भयो भयो ए लङ कोट रहेछ ल त्यही खानालाई होला गर तपाईँले धेरै खाना किन यस्तो पराप्त परेको त्यो उ गर्न होला त्यही कलर टिकाको हातको लाग्ने हो मुखमा त्यही मलाई नि माट माट लाऊ एउटा छैन छैन झन् भएन झन् तल उठाउनु कस्तो लाग्यो केक नचाट जिठो जिठो त म खाँदिनँ राम्रो छ अनि मेरो तिनटी बहिनीले सरप्राइज पठाइदिएको मलाई थाहा पनि थिएन अनि आज बर्थडे हाम्रो प्रोग्रामहरू खासै केही पनि थिएन नमनाउने भन्ने थियौँ अनि मेरो बहिनीहरूले गिफ्ट अब केक पठाइसकेपछि अब नकाट्नेको त कुरै छैन काट्न पर्यो होइन त्यही भएर मेरो तिनटी बहिनी मेरो साथी मेरो सबै थोक मलाई सुख दुःखमा साथ दिने अनि र सबैलाई जसलाई पर्छ उसलाई